दुईटा त दुध पुग्यो ओ यसले त के गरी खान्छ के दुईटा हात लाउँछु र भात त के दुई हातले पो ल दिउहरूले पानी अहिले जुठो र चोखो भन्ने नै आखिर के को जुठो हो भात निकाल्ने गरी सबैजना खाऊ यहाँ बिसाइदिनु त्यो पानी फाल्ने होइन नि फेरि पावे खाऊ यस्तो गर्नु न जुठो र चोखो तिमीहरू जुठो बाँड्नु हाम्रो हो त्यसले त निहुरेर खानु जान्दैन के गर्छ भात त के को नि यसो गरेर खाने यसो गरेर खा बालेपन हो त्यही हो दुई हातले पो खाने भात त एउटाले हो त्यसरी खाने हो ल ल भाइ खाऊ खाऊ आम कान्छी ऊ यता मामाले ल खानु छिटो ल ल कसले खान्छ खानुहुन्छ त खोइ कसले कसले टेस्ट गर्छ भने अगाडि खै कसले अरे छे 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 भुइँको नि टिप्रा हाल्नु लाग्यो लो यो नखानु न अहिले त फाल्छ है त्यसले सानो ल यो छोडिदेऊ यो खाऊ त्यो फाल्नु छ आम हो आमा हो दुई हातले पो आउँदैन रहेछ त्यो एउटा हातले त्यो बेला त्यो दुईवटा खाइदिनुपर्छ नि दुई हात खाना आफै सिक्नुपर्छ पो पाउने होइन कहाँ गर्नु आफै त्यहाँ हेर न के गरेर हिलेछ दुधले हो नि हिलेछ दुईवटा हातले भयो यहाँ निकाल्नु न भयो कपडा पुगो यहाँ जुठान छ अब अलिक पर सधैँ बसेको नि हुन्थ्यो नि अब सबै जाऊ धारामा पुरीले काम छ नि यहाँ बुझ्यो भिडियो पनि बनाउँ